ओए बच्चा ओए 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 हेलो एभ्रिवान वेलकम टु आवर च्यानल है सानिस टिभी धेरै पछि हामी टाढा जानु लाग्यो यार खास त छिटो जाने भनेको 10-11 बजिहाल्यो अब निस्किनु लाग्यो हामी चाहिँ यस्तो बाटो खाने अलिअलि बुस्ट गर्ने यस्तो चिप्सहरू चाउचाउ के ड्रिङ्क्स किन्न लाग्यो बाटोमा हल्का ब्याकअपको लागि चाहिँ इनकेस खानु पर्यो नि त बेला भोक लाग्ने बेला त्यो किन्दै हामी चाहिँ अब यताबाट लाग्ने बिहान भनेको 11 बजिसक्यो हाम्रो चाहिँ जर्नी चाहिँ टाढै हो जानुपर्ने ठाउँ चाहिँ त्यो चाहिँ अहिले थाहा पाउँछ है एकछिनमा थाहा पाउनुहुन्छ हेरौँ अब सामान किन्दैछ कसले फेरि यहाँ है पुरा किन्दैछ त्यसो ढिलै भन्यो नि ढिलै प्रिपेयर भएर जाऊँ भनेको भाइ ल यहाँ भइरह हाम्रो के ह्यान्ड सेनिटाइजर वेट टिस्यु नेपालको यहाँ ट्रेन्डिङ भाइरल करेन्ट हामी यताबाट लाग्छौँ अहिले एकछिनमा आउँछु हेर्दै गर्नु होला है त हामी लाग्यो यहाँबाट अब लागे गाइस खै कता बाइकको साइडमा हो यता ओ कहाँ हो त नि तिमीहरू एक सट हान्दै राख्यो ममा आइदिइरहेको फेरि ल छिटो अँ यहाँ गाडी थियो क्या राख्ने ठाउँ न हो त्यहाँ राखेको ल आइज ठ्याक्कै एक सट हान्दै क्या आइदिइरहेको अहिले अगाडि ल्याएको थियो कि ल बहिनी आयो भन्थ्यो नमस्ते ओए कल्लु ल न त लास्टै भएर अहिले ल्याएको थियो कि मोमो सेलाउँछ छिटो खानु भनेर ठ्याक्कै एक सट खाएको ल बस्छ है त खाने बेलामा ओए डेन्जर खाँदै अहिले लाइभ खसेको भेट्यो त्यो ढेडा खसे जस्तो नि डेन्जर खस्छु खाले सब खाँदैछ अब हामी चाहिँ धबी खाने या टन्न भएर जाने हो ल अब हामी मात्र कति पेट पूजा गर्ने बिचरा यसलाई पेट पूजा गरिदिउँ उहाँ टाढा जानु हो बिचरा हाम्रो घोडा हामी यहाँ पेट पूजा गर्न आएको हो ल अब त मान्छे पनि टन्न भयो घोडा पनि टन्न भयो हामी चाहिँ अब लाग्यौँ आफ्नो गन्तव्यतर्फ यहाँ नयाँ पुलबाट यता जाने रहेछ ठ्याक्कै भिडियो गरिरहेको थियो नत्र छुट्ने यता छिटै जाने भिडियो गरिरहेको नि छिटै भयो रहेछ त्यो नयाँ पुल भन्ने ठाउँबाट झर्ने रहेछ यता साइड यता कता माथि पोखराबाट आउने बेलामा नयाँ पुलबाट राइट छिर्ने ल हामी चाहिँ यहाँ नयाँ पुल तल आएर ठ्याक्कै एकछिन फ्रेस टाइम गरेको कि यस्तो फ्रेस पानसाम खाम भनेर गाजर नि फ्रेस हुँदैछ के हो थाक्यो थाकिस् बटर झ्याउै लाएर है धेरै भिडियो खिच भन्दै निकाल्दै भिडियो खिचेको पनि नहुँदै हामी चाहिँ फेरि चिया खाएर यहाँबाट हिँड्यो के भन्छ अरे यो के बिरे ठाँटी कास्कीबाट हिँडेको खोला के यस्तो अहिलेसम्म यत्रो ठुलो थियो है बिरे ठाँटी कास्की यता होइन यतै पो रहेछ त्यता रोड जस्तो लगाएर यता होइन भन्दा लागेको यही पो रहेछ क्या हामी चाहिँ अहिले घान्द्रुकको खिम्चे भन्ने ठाउँमा आएको छ
यहाँ चाहिँ डेन्जर बोर्ड राख्दै रहेछ क्या घान्द्रु अझै 2.6 किलोमिटर अब आउन लागेछ अनि यता तल गयो भने बिरेठाटी अघि नै हामी बसेको ठाउँमा चिया खाएको ठाउँमा यता माथि गयो भने चाहिँ कता हो मोहरिया अरे टिखे ढुङ्गा मोहरिया माथि जाने रहेछ यता चाहिँ अब हामी घान्द्रुक जाने यता त्यताबाट आएको डेन्जर रिभ्यू दिँदै खा त यसो त मालदा पनि सक्थ्यो होला हो सोलो हो एभेन्जरमा त सक्थ्यो होला है त्यस्तो त भनिदिनु त्यसै त नि उसलाई आउन मन लागेको ठाउँमा झन् माल दाइले नि सोलो सक्थ्यो होला भनिदियो नि त भएर रुँदै बस्ला नि फेरि हङकङमा फेरि भिडियो हेर्दै रुनु होला नि फेरि दाइ हिमाल है पानी खान्छ नि बाजारले हिमाल ढाकेछ क्या हो आज अलि अस्ति पनि हामी लङ्गोबाट फर्किँदा त्यस्तै होइन है यो होइन अर्को 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 फेरि हाम्रो सेकेन्ड ब्रेक सेकेन्ड पानी ब्रेक के अनि पानी धेरै खानु पर्छ पानी धेरै खान मन लाग्ने मान्छे परियो ओ राइडर भन खाएन गाडी हन्दा हान्थ्यो यस्तो पाउडर त कति खाइयो नेपाल आएर भइगयो फेरि सेतै जुत्ता लाएर आउने फेरि के हाल्ने पानी खाए ल नसमात्नु अब आयो यहाँबाट कति 15 मिनट जति बाइकमा रे त्यहाँबाट झरेर 20 मिनट जति हिँडेपछि 15 मिनट जति रे त्यो त्यो दाइलाई सोधेको 15 मिनट जति गएर झरेर 20 मिनट जति हेरेपछि आउँछ 2:30 भयो काले यार 2:40 भयो बिहान हिँड्यो भने मान्छेहरू त पुरा 3 बजीतिर पुग्ने छिटै आयो आउँदा है सर है बाटो ठिक रहेछ झन् उताको भन्दा है एकैछिनमा है तिमीले देखान्थ्यो बाटो त लास्टै थियो पानी खानु है 2:30 भन्दा नि 41 ल अब पुगेपछि अब 15-20 मिनटपछि अब पुग्ने वाला छ त्यति डेस्टिनेसनमा पुगेपछि फेरि एकचोटि आउँछ हामी होइन ओए छिटो गाडी हक्की हँगाएर अब फेरि धुलोले पीडित गराउँछ ल हामी चाहिँ यहाँ यताबाट खत्रै ठुलो महाराज धिराज आउनुभयो अनि फेरि बाटो छोडिदिएको नि कम्पम हान्दा हजुर ओ माई गड हाल्न त पऱ्यो नि त बिचरा क्या कस्तो डर लाग्दो रहेछ हामीले लाग्दो रहेछ लगाएको के पास हुँदो रहेछ अनि हामी चाहिँ जान पुगेर खतरा रहेछ क्या फेरि त्यही नपर्ला है अनि त हिँड्नु नि यो खतरा रहेछ क्या ओहो त्यो त माथि त हेर्नै बिर्सेछ नि डल्ले माथि ओहो कल्लो यहाँ पो रहेछ सर र झन् पुरा झर्ना माथि हेर्नु न यत्रो टाढा खाएको यार हरि फ्रेस भयो यार है अब एकचोटि मुखसुख धुन्छु हेर्न पछाडि त झर्ना कस्तो दामी खायो है आम्मामा होइन त कस्तो भयो होला यहाँ त आउनै सक्दैन होला नि बाख्रा साख्राहरू खाएर कति मजाले आनन्द फ्रेस हो क्या बेलामा त है आउनै सक्दैन वहाँ तल थियो क्या हामी वहाँ तल बाटोमा त्यहाँ चढ्दै आयो क्या मासला ल्याएन सब छ मासला चिप्ल्यो चिप्लुक्कै घडे ख्यार ए बा मेरो जुत्ता त चढ्न त चढे झर्ना यस्तो पिडा खाइ समात्दिन पर्ने ए बा ए बिस्तारै यता त हिँड्दै खोला हान्दा त यतै ठिक छ बरु झर्नको नि पिडा खा ब्रो बिस्तारै अलग झन् अलग
युद्धमा जाँदैछु यसले युद्धमा जाँदै है अब बार पारि आउँछ अझै डेन्जर भाग्दै गयो त रमाउँदै स्कुटर फर्स्ट टाइम चलाउन पाए जसरी कटाइदिनु लाग्यो लैदिन्छु है तरे हजुर फेरि इज्जतका फालुदा बनाउने होइन नि इज्जत का फालूदा मत करो भाई के गरेको बाँच्यो धन्न के भएको हो र झन् लाजले भुत्तुकै भएर हो क्या लाजले भुत्तुकै भएर झन् धन्दै ढलेको खतरा खाँदा यता उस्तो यताबाट पुरै गाउँ हिँड्यो क्या उतै रहेछ क्या योभन्दा उता लान जानु पाउनु त यहीँसम्म रहेछ क्या भन्नुहोस् हामी चाहिँ लगभग घाम पुग्न लाग्यो बाटो चाहिँ यहाँभन्दा चाहिँ माथि त नरहेछ के सबै खनेछ ट्राई पनि हानेर आएको सब खाने बेचेको रहेछ अनि यहाँ चाहिँ राखिदिँदो रहेछ होइन पार्किङ भनौँ न कति रुपियाँ लिन्छ अरे साँच्चै कति भनेको चाहिँ समथिङ 50 हो कि 100 कति भन्थ्यो कि राखिदिएको आज वान नाइटको त्यही भन्दै थियो अघि त्यही पनि यहाँबाट चाहिँ 15-20 मिनट हिँड्नुपर्छ 20 मिनट जस्तै हिँड्ने हो म के आने हिँड्नु त म त यस्तो छ झन् यो सजिलो के बेचोक हो है चप्पल लाएर झन् चिसो हो सब प्यान्ट चिसो हो नि त अनि अलिक माथि पठाउनु अझै माथि पठाउने समस्या अब यस्तो हिँड्दै जाने अब नेपालको पारा यही हो अब हिँड्दै जाने चाहिँ ओए टु घान्द्रुक अब यहाँबाट चाहिँ जाने अब यहाँबाट चाहिँ फेरि जाने खड्गेटी चाहिँ हिँडिन्छ ल कडा गर्मी हुन्छ ल कडा कडै हिँडिन्छ हामी ल यताबाट अब 15 हिँडेर 20-25 आधी घन्टा जस्तो हिँड्नुपर्छ एकाले है आधी घन्टा जस्तो होइन आधी घन्टा जस्तो हिँड्छ अब हामी टक्क लगाएर हिँड्दा आइज सँगसँगै खर्च बिस्तारै मान्छे त डढा हाल नि बिचरा चिया के चिया पकाएको भन्नु सुन्छु त मैले त हामी अलिकति हाइटमा हावा अलिकति राम्री कान्छी भन्छ तर के हो केटीहरूले बोला हानेर केटा त राम्री कान्छी भन्छ त तना भाइ यस्तै हो उकालो चढ्दै ठाउँमा पनि यता ठाडो उकालो रहेछ क्या त्यही भएर यस्तो ओ को यो चलपल फेरि आम्मा म यो ठाडै हान्छ त खतरा देख्दो रहेछ यहाँबाट ऊ त्यताबाट अघि हामी आएको उता र हामी चाहिँ यस्तो ब्रेक टाइम रोटी सब फ्याँकेर सानो सिद्ध यता आइज न यता कहाँ हो आइज न यता कहाँ भएको त यसलाई खान मिल्छ र ल यहाँ यहाँ न हो त्यहाँ खानु झरी गयो बाबु उता यहाँ 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 ल यहाँ मिठो होला नि गुलियो छ है यहीँ नखाइदिएन अनि मैले के खाने हो र छन त म त खिच्छु सिन अलि छेउछेउमा आइज ग्यास चुस्तो छ नि सिलिन्डर छैन मान्छे त चढ्दैन ए
यताबाट जाउँ भनेर पठाएको होला उताबाट गइदियो है ल अब हामी चाहिँ आउन लाग्यो लगभग यहाँ माथि छ अब यस्तरी बिस्तारै बिस्तारै 10 नभए 5 मिनट पुगिहाल्छौँ हामी चाहिँ अब पुग्छ त्यही हो भने कल्लु त्यही होइन भाइ त्यही वाटर मिल रहेछ पानी घट्टा रहेछ कति मजाले यहाँ घुम्यो यहाँ चाहिँ पानी आएर घुइ हुँदो रहेछ अनि माथि चाहिँ त्योभित्र चाहिँ मेसिनले अस्ति हामी लङ्गाउँ जाने बेलामा चाहिँ पानी नभएर घट्टा चाहिँ अब चलेको छैन पछि बर्खायाममा चल्छ भन्थ्यो यहाँ त पानी हुने रहेछ अहिले पनि चलिरहँदो रहेछ घट्टा पानी घट्टा अझै हामी चाहिँ माथि पुग्नु छ पानी मजा रहेछ क्या त्यही भएर हुँदै बसौँ ल बाबु हुँदै हामी आउँदैछ यहाँ बसौँ एकछिन डेन्जर पसिना पनि आएछ खत्रै काइन्ड अफ ट्रेकिङ भइरह माइला दाइ र भाउजू आउन खोजेको थियो क्या तर नआएको भयो नआएर ठिकै गर्यो गाउँले बच्यो बच्यो हिँड्न पर्दैन ऊ त्यहाँ दुईजना त बेजोग भयो हिँड्न नसकेर ऊ त्यहाँ आइपुग्यो हराइ गयो ढन्टरान डेन्जर हिँडेको त फ्या फ्या आउँदै बोइलरहरू त यत्रो बाटो छैन हामी यहाँ बस्छौँ एकछिन तिनीहरूलाई कुराम है वे टु 8 भाइ थर क्याम्प घन्द्रुक स्वास्थ्य चौकी श्री मेश्रम बिहार रहेछ यता चाहिँ हामी चाहिँ माथि जाने हो यो अझै उकालो चढ्नु उता माथि पुग्नु साग खतरा खालि अन्त खतरा ल यस्तो रोप्न मिल्दैन साग ल अर्ग्यानिक भरे यो तरकारी अर्ग्यानिक हेरिदिनु त यो गोबर आमा खतरै रोप्दियो त छरेको होला क्या गोबरको त्यो परेर अब उम्रियो होला भित्तामा बारी है खतरै रोप्दियो है ल गाइजहरू वेलकम टु घन्द्रुक कस्तो दामी रोपिदिएको सक्नुहुन्छ कसैले ल अर्ग्यानिक भरे तरकारी यो भातसँग खतरा रोप्दै कडा जग्गा नभयो भने ल यी मासु फेरि यहाँ खडा भन्दा खडा खडा खिच्दै त आज भोलि कहिले थाहा नि भरेको भरेको मुर्गाहरू हिँड्छ पुरै सब व्यस्तवन छ अब भात खोज्न लाग्यो यो जस्तो लागि बाटोमा रेडीमा भयो आजलाई भरेको लागि रेडी भयो कहाँ हो पक ल यहाँबाट कति हिँड्यो 1 घन्टा हिँड्यो कि है बस्दै रेस्ट गर्दै हिँड्दा 1 घन्टामा बल्ल बल्ल आइपुग्यो हाम्रो डेस्टिनेसन डर थाकेला देश पनि ठिकै देख्छ ल त्यो त नजिक आएको त होटेल अगाडि हिँड्ला अन्त पछाडि पछाडि भइजाने ओल्ड भिलेज इन यहाँ त पहिला पनि बसेको बस्न त राम्रै थियो 1 वर्ष अगाडि बसेको अहिले कस्तो भयो हेरौँ अब ल बाटो चाहिँ यताबाट है त्यसको नि ए ओल्ड भिलेज इन कडा छ ल दामी दामी ल आयो बल्ल बल्ल कस्तो भयो कति टाढा भयो सही भयो 1 घन्टा गडा हिँड्ने मलाई त ठिकै भयो चाली चप्पल लगाएर अप्ठ्यारो भयो यता गाडी ल कस्तो भयो जुत्ता लगाएर झन् गाह्रो भयो आनन्द भयो भन्दा नि चप्पल लगाएर आउनु पर्यो हो यो जुत्ता लगाएर थाल्ने जस्तो भयो मलाई त कस्तो भयोहरूलाई ठिक हो एक्सपेक्टेसन चाहिँ गरेको थिएन यति त हिँड्नुपर्छ भनेर गएको थिएँ
तर यता माथि चाहिँ हिँड्नुपर्छ जस्तो लाग्यो त्यो स्कुटरबाट चाहिँ यता माथि हिँड्थ्यो नि त्यो चाहिँ पर्दैन होला जस्तो लाग्यो ल यही हो होटेल अस्ति भन्थ्यो नि त यहाँबाट यो दामी देखिन्छ बिहान अहिले सत्ता हुने यस्तै अहिले चाहिँ अब बेलुका भएर कुहिरो सिरो लाखा यहाँबाट बबाल देखिन्छ यस्तो होइन ओपन हुन्छ है यहाँपट्टि हिमाल दामी देखिन्छ यहाँ नजिक देखिन्छ यही होटल चाहिँ अब दामी देखिन्छ बिहान स्निकर खाँदै हाम्रो रुमतर्फ जाँदै यस्तो रहेछ यहाँ चाहिँ बेडहरू चाहिँ लगभग सबैको ठाउँमा सेम रहेछ ड्युटी रहेछ अहिले त म्याक्सिममहरूले त्यो 3-4जना आउँछ नि त्यस्तोको लागि होला सायद एउटा चाहिँ यहाँ सिङ्गल बस्न मिल्ने सुत्न मिल्ने यहाँ चाहिँ डबल हुन्छ नि डबल बेड टाइपको र सिङ्गल टाइपको रहेछ अनि यहाँ चाहिँ एट्याच टोइलेट बाथरुम रहेछ टोइलेट यहाँ चाहिँ सानो बनाउनु जुस भयो बाथरुम एट्याच ठिकै हो राम्रै हो यस्तो झ्यालहरू छ भरे सिन देखिन्छ कि यहाँबाट भोलि हिमाल सिमाल आज त सब बादल लागिरहेको छ कि थ्याङ्क यू ब्रो हामी चाहिँ ठ्याक्क भर्खरै चाउचाउ र के करेन्ट सरेन्ट मिसाएर खाएको यहाँ सुन्तलामा फेरि कोहीले पुरा सुन्तलाको बोक्रोमा के अरे सुप हालेर खायो डोग्रे स्पेसल स्पेसल कसैले खान सक्छ यसरी सक्दो रहेछ यी खाइराखेको आज राति भइसक्यो मजाएर हामी त बेला टाइममा हाल्यो हामी त उज्यालोमै कति बजी अहिले बेला त भन्थ्यो नि है उज्यालोमा आएछ त यसले ढिलाउँछ लान्छ जस्तो ल हाम्रो चियाको टाइम हो चिया यो टाइममा चाहिँ यसको त कहिले गयो म जापान पछि ल चिया खाने बेला अब चिया खाएर एकछिन बसेर खानासाना खाने अनि क्याम्प फायर कस्तो छ चिया तिम्रो लेमन टी भएर तिम्रो चाहम आजको चिया सबै गुलियो मतलब नेपाली धेरै गुलियो खाँदो रहेछ कि है चियामा है ल भरे क्याम्प खाना खाने बेला एकचोटि एक लडाउँछ अनि क्याम्प फायरमा भेटौँला तिमीलाई कसलाई भेट्नु छ चुप यिनीहरूको त 3-4 वटा होला नि लाइनमा ल हामी त खाना नि आएको 8 पनि बज्यो होइन है हामी यो लास्ट बिचार ढड्ड गरेर बोलाउनै आएको हामी त गफ हान्दा है गफ त खतरा चल्यो नि त त्यही भएर ल अब हामी चाहिँ खानु लाग्यो हामी नै हिजो लास्ट सब खाएर भइसक्यो अरे त हाम्रो लास्ट लोकल हो त है लोकल हो नि त हान्ने नि त्यहाँ अस्ति खतरा परेको थिएँ मेरो लङमा यही हो त्यो हो त्यो पहाडमा हाल्दिनु पहाडमा नजिकमा पनि बनाइदिन्छु ल भयो ओके तिमी खान्छौ र हप्काइदिइसकेको त खान्छ नि युज मात्र लोकलवाला धन्यवाद दाइ होइन भयो दाइ ठिक छ एकदम अब चाहिँ हामी खान्छु खाएर अनि यसो आगोसागो ताप्छु जुत्ता पनि सुकाइदिन्छु अनि उसले भब्बक पुच्चीहरूको डान्स पनि हेर्न पर्ला ल हाल्छ चाहिँ हाम्रो के आलु कोपी अनि त्यसपछि सिमी अघि आएको थियो अहिलेको अघि कुकुरेको हात त्यसको दाल पापड चटनी गोलभेडाको चटनी अनि यो चाहिँ मुलाको यो चाहिँ के को त यो चटनी जस्तो त यो के को चटनी थाहा भएन यो चाहिँ यो गुन्द्रुक भइहाल्यो साग अनि भात हो हामी खान्छौँ खानु लाग्यो म ल हामी त अब खानासाना खाएर सुने है घ्यार खानासाना खाएर भ्याएर यहाँ अब आएको क्याम्पफायर गर्नको लागि भनेको के अरे अब यिनीहरू नाचेको हल्का भिडियो खिचिदिनु पर्ला हामी त जति गफान त्यही है इन्ट्रेस्टिङ हुन्न अब यिनीहरूको खिचिदिनु पर्ला ठ्याक्कै गीत बन्द हो क्या मलाई बोल भन्छ है क्या खाना खाएर यस्तरी बसिरहेको कोही के को लाग्छ तर युट्युबको उसले हाल्न दिन्छ भनेर के गर्दैन होला अस्तिको भिडियो पनि त्यस्तै थियो त्यस्तै छ
मेरो जुत्ता अब सुक्नलाई लिएर त्यहाँ कल्लुले सुकाउने अब यस्तो है मान्छेहरू बालिरह बसिरह घुमिरह है खतरा नाच्छ नानीहरू त भन्ने होला बुढो भयो कोही चाहिँ यता पुरा आगो बालेर गोलो भएर बस्छ यिनीहरूकै ग्याङ हो सबै अनि यता चाहिँ अर्को ग्याङ छ साथी इन्डियन होला र हाम्रो नै बन्दै है मामाले ल्याइदिन्छ हाम्रो पनि बन्छ अब हाम्रो लाग्यो यो चाहिँ हाम्रो लाग्यो अब हामी नै आएको ताम बस्ने यहाँ चाहिँ अब हाम्रो बन्दै छ दाइले बनाइदिनु भयो हाम्रो लागि रेडी हुँदैछ जोस् खतरा बन्दै अब हामी यहाँ हुन्छ भएन अब टोपी लाउने यस 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 हामी चाहिँ यस्तो भएर बस्यो देखेको चाहिँ देखेको छैन यता यता ल हाम्रो पनि जाऊँ आउनु रे जाऊँ हाम्रो बन्दै अब हामी गएर बस्ने हो हाम्रो बन्दै यहाँ खतरा बले त हाम्रो बोन फायर त खतरा भयो दुईजना बोल्यो त यहीँ ओ माई गड भइगयो कति मजाले बोलेको है कफी ब्रेकको लागि उस भन्दिन पर्ला है आइडिया हेलो यस्तो दन्डी खाएको सही बोल्यो आगो ताप्दै नानीहरू नाचे नानीहरू नाच्यो हेर्दै रुम चाहिँ त्यहाँ माथि हो क्या हाम्रो रुम चाहिँ काले घडिन्छ टोपी टोपी फेरि माथि चाहिँ मुन तारा लाहा होला राति भएर नदेखेको होला एउटै टिम होला यस्तो पछि छुट्टै यहाँ यिनीहरूको रुम सायद तल होला यिनीहरूको डान्सहरू टाइम पास गर्न गएर अब हाम्रो गफ त खास त्यस्तै हो अब यिनीहरूको डान्स हेर्दै रमाइलो गर्न पऱ्यो हामी चाहिँ बिचरा अघि जुत्ता हुर्कियो हुन्छ अरे पानीमा चुम्लुङ्ग भइगएको थियो क्या त्यही सुकाउँदै भोलि चप्पल लगाउनुपर्छ फेरि बाहिर जाउँछ हो हाम्रो दाउरा नि भ्याउनुलाई बल्ल बल्ल सबै बिचरा सुत्न गयो सब सुत्नुकै हामी त अझै ताप्दै हो अब बिहान ला 10-15 ला ठिकै हुन्छ ल सबको बत्ती मारिदियो कोरिडरहरूको उयोमा पानी परेछ अब हामी पनि बिस्तारै भ्याएर जाने हो हामी यताको भ्याइएको उता कतापट्टि डह्रो घन्काइरहेको फेरि त्यो त सुरु भयो सरी त्यो किचनमा मात्र बत्ती आउँछ सबमा हामी मात्र यहाँ लास्ट भ्याएपछि हामी जाने हो सही त अब गर्मीले टोपी लाँदै बस्ने हो अब एकछिन निस्किनु पऱ्यो हामीले